ओम शान्ति। आजको मुरली चिन्तन सुरु गरौँ होला। बाबाले आज वरदानमा सम्झाउनुहुन्छ, स्वस्थितिद्वारा सर्व परिस्थितिहरूको अवरोध गर्ने अव्यक्त स्थितिका अभ्यासी भव। सरल अर्थमा सम्झाउनुहुन्छ, स्वस्थिति अर्थात् म आत्मा हुँ, बाबाको बच्चा हुँ। यो नशामा स्थित रहनु अनि त्यो स्थितिको अभ्यास पक्का भएपछि कुनै पनि परिस्थिति, प्रब्लम, माया, रोग तुफान आए पनि हामीले त्यसलाई रोक्न सक्छौँ, हल्लिँदैनौँ। अनि यसको फाइदा छ, यो अभ्यासले धर्मराजको सजाय, अदालतबाट पनि बचाउँछ, प्रकृतिका प्रकोप पनि हामीलाई छुँदैन। अनि कसरी भन्दाखेरि पुराना संस्कार, पुराना बानी, पुराना कुराबाट पूरा वैराग्य भएपछि मात्र स्वस्थिति पक्का हुन्छ। अनि आजको स्लोगन यस प्रकार छ, स्वयंलाई निमित्त भएर कार्य गर्ने करणहार सम्झ्यो भने कुनै पनि कर्ममा थकाइ लाग्दैन। अनि सरल अर्थमा सम्झाउनुहुन्छ, म गर्छु भन्ने अहङ्कार छोडेर बाबाले गराइराख्नु भएको छ, म निमित्त हुँ भन्ने भाव राख, ट्रस्टी भएर काम गर। शरीरले काम गरे पनि मन थाक्दैन, बोझ लाग्दैन, हल्का रहन्छ। अनि बाबाले आजको मुख्य सारहरू सम्झाउनुहुन्छ, तिमी बेहद भाग्यमानी छौ। यस दुनियाँमा अरू कसैले बेहदको बाबा, बेहदको टिचर, बेहदको सद्गुरु एकसाथ पाएका छैनन्। हामीले उहाँबाट बेहदको वर्षा लिइरहेका छौँ। अरूले त बाबालाई चिन्दैनन्। अनि बाबाले लक्ष्य सूर्यवंशी राज्य पद, बाबाले सौगात लिएर आउनुभएको छ। हाम्रो लक्ष्य सतयुगको सूर्यवंशी राजधानी हो। त्यो भनेको एयर कन्डिसन टिकट हो। चन्द्रवंशी अर्थात् फर्स्ट क्लास, बाँकी सेकेन्ड अनि थर्ड क्लास प्रजा। बाबाले एयर कन्डिसन टिकट कसरी मिल्छ भन्दाखेरि सबै थोक बाबालाई स्वाहा गर्ने धनवान आत्मा बन्छ। ट्रस्टी भएर बाबा यो सबै हजुरको हो भन्ने त्यस्ताले नै सूर्यवंशी पद पाउँछन्। अनि मनुष्यको पाठ 84 जन्मको हो। जानवर पन्छी सृष्टिको शोभा हुन्। मनुष्य आत्माले मात्र सुख दुःख भोग्छ। भूत प्रेत पनि मनुष्य आत्मा नै हो। शरीर नपाए पनि भट्केको अवस्था 84 लाख योनि होइन। अनि बाबाले मायाको थप्पड आउँछ। बाबा पुरानो दुनियाँबाट मुख मोडाउनुहुन्छ, तर एक सेकेन्ड लापरवाही गर्यो, श्रीमतमा चलेनौ भनी मायाले तुरुन्तै थप्पड हानेर मुख फर्काइदिन्छ। जीवन मुक्ति खत्म हुन्छ। अनि बाबाको श्रीमत, बाबाको आजको शिक्षा यस प्रकार छ, अशरीरी भव, आफूलाई आत्मा निश्चय गर। प्राणायाम होइन, याद छ म आत्मा अविनाशी हुँ, 84 जन्मको पाठधारी हुँ भनेर सम्झिनुपर्छ। अनि कमल फुल समान गृहस्थमा बसेर पवित्र बस्छ। विष्णुका अलङ्कार ब्राह्मण हुन्। अनि सर्वोदयको दया, बाबा सबैमाथि दया गरेर सारा दुनियाँलाई सतोप्रधान बनाउनुहुन्छ। त्यहाँ झिँगा, लामखुट्टे, फोहोर केही हुँदैन। फुलको स्वाभाविक सुगन्ध हुन्छ। अनि आजको अभ्यास यस प्रकार छ कि दिनभर काम गर्दा निमित्त भाव 2 सेकेन्ड राखेर कुनै पनि काम गर्नु आदि मनमा 1 सेकेन्ड यो सङ्कल्प चलाउनुहोस्, बाबा यो काम हजुरले गरिराख्नु भएको छ, म त निमित्त ट्रस्टी हुँ, कर्ता हजुर हो। अनि फेरि काम सकिएपछि बाबालाई धन्यवाद भन्नुहोस्। अनि आजको स्वमान यस प्रकार छ, म बेहदको बाबाको बेहद भाग्यशाली बच्चा हुँ। ओम शान्ति।